हेलो साथीहरु र आज फेरि म आएको छु चिम्नीमा हो र आज यहाँ चाहिँ अस्ति मैले जुन चाहिँ भाउजूको दोकान देखाएको थिएँ मोमो र चियाको लागि त्यही जाँदैछु म है र म भन्छु अब गएर त्यहाँ कस्तो छ के छ है र तपाईहरु पनि यहाँनिर आउनु भएको छ भने के मन पर्छ कमेन्ट गरिदिनु होला है आउनु भएको मान्छेहरु चाहिँ यहाँ चाहिँ यस्तो छ हो यो चाहिँ हाम्रो चिम्नीको पार्क है त्यसको बादमा टिकट काउन्टर यहाँ छ यहाँबाट माथि हाम्रो भ्यू पोइन्ट छ पाइन फरेस्टको र यो उकालो चाहिँ तपाईको बागोडा सिटोङ जाने है यहाँनिर छ हाम्रो भाउजूको दोकान र हामी चाहिँ यहाँबाट सिडीबाट ओह्रालो झरे हो अन्त यहाँ भाउजूको फुलहरु फेरि कम्ति राम्रो छैन त कम्ता उयो गर्नु हुँदैन स्याहार्नु हुँदैन हो फुलहरु खाली छ यहाँनिर चाहिँ छ हाम्रो सानो दोकान यहाँनिर छ स्टोर र यहाँ छ हाम्रो फ्लेभर टी हो भाउजू चिया कुन फ्लेभर छ चिया कुन फ्लेभर छ रोज छ है हजुर रोजकै दिनुस् न ल अन्त मोमो दिनुस् न अन्त यता बाहिरपट्टि चाहिँ यो खालको देख्छ हो उपर चाहिँ तित्रा छ भाउजूको र यहाँ चाहिँ अर्किड पनि फुलेको रहेछ र यहाँ चाहिँ बाहिर गएर यहाँनिर छ हाम्रो यो गुराँसको बोट गुराँस त झरिसकेछ यहाँ सुनखरी त्यसको बादमा यहाँनिर चाहिँ भाउजूको धनिया ड्याम्मै रहेछ र यहाँ तित्रा छ तित्रा कि के हो यो टर्की हो अन्त उता चाहिँ फेरि अर्को खाले पनि रहेछ हो अन्त यहाँ चाहिँ सुनखरी फुलेको रहेछ यहाँनिर कस्तो मजाले बाटो पनि कति भिरालो हो ए गुराँसको सानो टुप्पो रहेको रहेछ यहाँनिर हो सो यहाँनिर चाहिँ हाम्रो फुलेको छ सुनखरी त यहाँनिर भाउजूको सानोबडे नर्सरी पनि रहेछ आज चाहिँ यो जग्गा मजाले घुम्नु पाएँ गेस्ट माथि भुलिरहेको छ हो गुराँसहरू ओइलिसकेछ यहाँ चाहिँ यहाँ चाहिँ मेरो अर्डर आइसकेको छ तातो मोमो साथमा टिम्बुरको अचार र यो रोज टी अचार देख्न सक्नुहुन्छ हेर्दै मुखमा थुक आउने र यसरी चाहिँ चप्पो चोपेर चाहिँ घरको यसरी खाँदा चाहिँ भने आहा यति मिठो भयो कि के भन्नु त्यसको शब्दै छैन मेरोमा।